हाई गाइज वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ हामी जाँदैछौँ। कहाँ जाँदैछौँ म हजुरहरूलाई भिडियोबाट नै देखाउँछु है त। हामीले हाम्रो यात्रा पोखरा 32 राजाको चौतारा युनिभर्स चोकबाट सुरु गरेका छौँ र हाम्रो गन्तव्य कहाँ हो भनेर हजुरहरूले भिडियोमा हेर्न सक्नुहुन्छ। हामी आइपुग्यौँ अहिले झौरी चोक। माथि गयो भने पोखरा, तल गयो भने रूपाकोट रूपाताल पुगिन्छ। कति साथीहरूलाई थाहा नहुन सक्छ, त्यही भएर अब भिडियो हेरेपछि चाहिँ थाहा पाउनु भयो होला है। आइपुग्यौँ हामी अहिले खोलाको छेउ रिभर साइड। हामी यहाँबाट लेफ्टतिर लाग्छौँ र थोरै अगाडि पुगेर तल रूपातालतिर हैन, हामी माथि रूपाकोटतिर उकालो लाग्छौँ है त। हजुरहरूले भिडियोमा देख्न सक्नुहुन्छ। यहाँ दुईटा बोर्ड छ, एउटा तल रूपाताल जाने बाटो र माथि रूपाकोट जाने बाटो। रूपातालतिरबाट हामी बेगनासताल हुँदै माथि लमजुङ करपुटार पनि पुग्न सकिन्छ भने यता रूपाकोटतिरबाट पनि हामी भोरलिटार करपुटार लमजुङ पुग्न सक्छौँ। र यताबाट हामी रूपाकोट रिसोर्ट हुँदै फाले भन्ज्याङ हुँदै देउरालीबाट पोल्याङ झरेर हामी दमौली पनि पुग्न सकिन्छ। र यो रहेको चाहिँ हाम्रो अहिले नयाँ सञ्चालनमा आएको डाँडापाका रेस्टुरेन्ट। मैले मेरो सर्ट्समा पनि राखेको थिएँ, सर्ट्स हेर्नुभएको साथीहरूले देख्नु पनि भयो होला। हामी अहिले आइपुग्न लाग्यौँ रूपाकोट रिसोर्ट। अब रूपाकोट रिसोर्टबाट केही थोरै माथि गएपछि हामी हाम्रो गन्तव्य पुग्छौँ है त। हामी यहाँ अलि अगाडि आएको थियौँ, त्यही भएर दिदी दाइहरूलाई कुर्नको लागि यहाँ एकछिन रोकेका थियौँ। साइड साइड माथि 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 हामी आइपुग्यौँ रूपा गाउँपालिका। यहाँ छ यस्तो है, यहाँ हाम्रो भाइ छन्, यता हुनुहुन्छ तल। यो वाला चाहिँ ओडा हो अनि त्यो वाला छ नि जुन, त्यो चाहिँ गाउँपालिका हो अनि त्यो चाहिँ स्कुल है त। अब हामी जाने चाहिँ यता ल, यस्तो छ है त। यहाँ क्यों मैले अब दिदी म भ्याउँदिनँ भनेर गफ लाग्यो अरे। म त्यो गफ पत्ता मेरो छैन। म चाहिँ टिकाउने मान्छे हेर, घुम्ने मान्छे म जान्छु। हाम्रो एक त्यो भनेको बेगनास लेक अनि तरुवा लेक छ, दुईटा लेकहरू देखेको छ है। रहेको छ यस्तो अनि यहाँ चाहिँ यस्तो पोखरा इन्टरनेसनल एयरपोर्ट देखेको छ।
फाइनल्ली वी रिच आवर डेस्टिनेसन। आज चाहिँ खासै वेदर खुलेको थिएन तर ठिकै भयो। हामी चाहिँ ड्राई पिकनिकको लागि गएको थियौँ अनि बसेर खानको लागि शीतलै दिन ठिक हुन्थ्यो नि त। अनि ठिकै भयो घाम नलाएर। भ्यू टावरको टिकट चाहिँ पर पर्सन 20 रुपिस भन्नुभएको थियो तर हामी माथि भ्यू टावरमा चढेकै थिएनौँ, त्यही पनि पैसा मागिराख्नु भएको थियो। हामीले चाहिँ दिएनौँ है पैसा चाहिँ। हामी भ्यू टावर चढेकै छैन त किन दिनु। पानी परिरहेछ, हामी झर्दैछौँ। यहाँ फुन्टुङ दिदी भाग्नुहुन्छ पानीमा नरुज्नको लागि। हाम्रो भाइ छन् यहाँ। अनि माथि गएर चाहिँ हामी बसिएन है, त्यहाँ खासै बस्नको लागि राम्रो ठाउँ त नरहेछ। यिनीहरूलाई थियो त्यहीँ बसेर अब उहीँको खाजा खाने भएको थियो तर हामीले घरबाट हामी खाजाहरू खानको लागि अलि राम्रो ठाउँ नभएको भएर हामी अर्को ठाउँ चेन्ज गर्दैछौँ है त। पानी परिरहेछ तर यहाँ चाहिँ रुख मुनि भएको भएर होला खासै परिरहेको छैन। यहाँ चाहिँ यस्तो छ पानी। हामीले खानेकुराहरू चाहिँ आफैले घरबाट लिएर आएका थियौँ र भ्यू पोइन्टमा चाहिँ त्यस्तो राम्रो बसेर खाने ठाउँ खासै कतै नदेखेको भएर हामी अर्को डेस्टिनेसनतिर जाँदैछौँ अहिले। माथि यता जाने लम्जुङ अनि यता गयो भने देउराली। हामी यो रूपा गाउँपालिकाको कार्यालयबाट थोरै अगाडि बढिसकेपछि फाल्बन्ज्याङ आउँछ र फाल्बन्ज्याङबाट लेफ्टतिर उक्लिएपछि यो लामिछाने थापा छेत्रीहरूको कुल मन्दिरबाट हामी माथितिर उक्लिन्छौँ है त। भाइ आयो उताबाट यस्तो उकालो दिदी राख्नु भिडियो यहाँ चढ्न सजिलो छ कि ल दिदी हान्नु रियल आइडीबाट कमेन्ट हान्न सक्नु त्यही अचार काँक्रो आलु प्याज अनि हाम्रो यो मासु यो पापड हैन यो पापड अनि यो भइहाल्यो बफालो विङ्स अनि हाम्रो रहेको छ यहाँ मोमो आजको स्पेशल अनि हाम्रो यहाँ चटनी र हाम्रो लागि कोल्ड ड्रिङ्क्स भनेको चाहिँ यही हुनेछ है त। ड्रिङ्क वाटर जस्तो के भन्छ अरे सेभ बियर ड्रिङ्क वाटर 3 बोतल अफ वाटर हाम्रो भाइ त्यतिकै आएर धुनुपर्छ चम्चा खा। अहिले हामी यति नै खानेछौँ र एकछिनमा चाहिँ अझै के खान्छौँ हजुरहरूलाई देखाउने नै छौँ। एकदम बवाल बिचमै बसेर ठिक छ
हाम्रो दिदीले यहाँ भाग लाउँदै हुनुहुन्छ मेन त दाइ आउँदै हुनुहुन्छ हाम्रो दाइ आउँदै हुनुहुन्छ रिसाई हिँड्न पर्छ भनेर रिसाउनुहुन्छ धेरै हेर न अनुहार पिठी हालिस अरे भ्यू हेर्नु भयो भ्यूमा मजा लिइराख्नु भयो दाइले हाम्रो यस्तो छ आजको हाम्रो प्लान चाहिँ कसले गरेको हो अस्ति नै गरेको यहाँ आउने प्लान त विश्वास दाइकै भयो तर विश्वासले भनेको ठाउँ चाहिँ राम्रो रहेछ ड्रेस मन पर्यो मलाई त्यो नि राम्रै थियो राम्रै थियो र नौ यो चाहिँ राम्रो छ अरे हेर होइन कि हेर्न यी दिदी रिसाउनु हुन्न है भ्लगमा फेरि घरकाले देख्छन् दिदी साथीहरूले देख्छन् एउटालाई मात्र के भाग लाउनु अनि एकजना मात्र भाग लाउनु छोड्दै हो नि अब त तपाईले अलि मिलाएर यो यहाँबाट भ्यू चाहिँ खतरा देखिन्थ्यो होइन आज चाहिँ अलि अँधेरो भयो अनि ठिकै छ यतिको किनभने घाम लागेको भए पनि हामीलाई घाम हुन्थ्यो गर्मी हुन्थ्यो अहिले वेदर एकदम राम्रो छ हामीले भ्यू क्लियरली नदेखे पनि हामीलाई बसेर खान चाहिँ आनन्द हुन्छ यतिको वेदरमा कति शीतल छ ट्याक्कै ड्राई पिकनिक खानेवाला नै वेदर छ क्या आज ड्राई पिकनिक त्यहाँ गएर खाने हो तर यहीँ बसेर खाने पानी नपरिन्जेल त यहीँ बस्ने त हो नि होइन किन जाने हो टिनमुनि त घरै गएर खाने हुन्छ नि खुल्ला आकाश मुनि बसेर खाइन्छ हामी एकले खाएर के मजा यस्तो एकछिन टाइम ल्याप्सलाई पनि टाइम दिउँ भनेर है यहाँ चाहिँ इट्स टिकटक टाइम यहाँ ठिक म एक्लै त के बनाऊ गेम टाइम दिदी गेमको नाम के अरे के खै एक्टिङ दिदी गेमको नाम के अरे हामी पनि एउटा मिटिङ मिलन मेरी रानी के हो दिदी दुल्हन हम हिन्दीमा के त दुल्हन उयो भनि नि त उसले नि त भनिन मात्रै भनेको नि त उसले दुल्हन हम दुल्हन हम चले दुल्हन के हम दुल्हन हम भयो भगाके के हो ए जाएंगे ये नहीं हो सकता अच्छा अच्छी पाँच को लास्ट वर्ड लिख कर चिट्ठी कलम यस्तो भनेको लेख्नु हो फेरि इट्स चटपट टाइम चटपटे टाइम बसिन्छ है लास्टमा हालेर खाने त्यही गरेर ऊ खै मसला ऊ नुन चाट मसलाहरू त्यही हो बेलुका हेर्नु त्यही त हो आज हामी सबै तिम्रो अरू चिकन नै हालिदिनु कि के अरे चिकन चटपट हुन्छ हाल्दैन टुक्रा टुक्रा बनाएर किनभने चपाउँदाखेरि हड्डी पर्न सक्छ नि त अमिलो खै त काकाती अलि हाल्ने कि अमिलो राखम अलि राख अलि पुग्दैन यति चारजनाले खाँदा खाइन्छ चटपट जान अमिलो पिरो टक्क खानु मन नभएको त्यतै खाने खोला छेउ कि हो दुईटा चिनी खाउँदैन यसले कला चिन्दैन इन्डिया बिहारबाट आएको हुन्छ नि यसमा म भोइस ओभर गर्नेवाला छैन है
आइसक्रिम जसरी यस्तो राम्रो ठाउँ छैन हिँड्यो जस्तोमा आँखिम जस्तै सफा गरेर हिँड्यो रमाइलो भयो आज मौसमले नि एकदम साथ दियो घाम पनि शीतल भइदिएर नि सजिलो भयो कि है घाम चर्केको भयो यहाँ यसरी बस्नु कहाँ सकिन्थ्यो त दिशा कस्तो रह्यो आजको ट्रिप 2 ठाउँमा गइयो बसेर खाइयो चाहिँ यहाँ है त बाबु कस्तो रह्यो आजको ट्रिप एकदम रमाइलो भयो यस्तै एउटा ठाउँ खोज्नु पर्यो अब सबैजना दिछा अब म जाने हो भनेको 1 हप्ता अगाडि जाने कि हुन्छ यस्तै पैसा नै पकाउने नवीनाको इक्जाम हुन्छ क्या यस्तो बेला अब अहिले इन्टरनल हो कि बोर्ड हो न इन्टरनल बोर्डको लागि टाइम हुन्छ है बोर्डको लागि त लगभग एक महिना जस्तै हुन्छ एक दिन यस्तो आउनु भ्याउँछौ नि ए मजाले यसरी नै क्या ल आजको हाम्रो दिन यही सकिन्छ है त बाई गाइज ल अहिले 5:16 भएको छ हामीले यसलाई चाहिँ बाई बाई गर्ने बेला भयो बाई बाई गर्ने बेलामा एउटा सर्ट लिदिउँ न त भनेर है त ल राम्रो छ सबैजना आउनु होला